हेलो एभ्रिवान, इट्स मी स्वस्तिका छेत्री। गुड मर्निङ। सो आज हामी यहाँ नवलपुरको खेतीपाती देखाउँछौँ। यहाँ मेरो ठुलो भाइ र ठुलो मम्मी हुनुहुन्छ, मजाले धान काटिरहनु भएको। धानहरू चाहिँ यसरी फले त्यहाँ चाहिँ पुरै काटिसक्नु भएको धानहरू। धम्माधम धान कटाइ भइरहेछ गाइस। सो यता चाहिँ बारीहरूमा चाहिँ धान कटिसक्यो, अझै बाँकी नै छ। अब यो छैटले गर्दा होला बिजी हुनुभएको यहाँ सबैजना। ल तराईतिर चाहिँ धान यसरी काटिन्छ मजाले। नहीं ब्लॉग ठुलो मम्मीले मस्त धान काट्नु हुँदो रहेछ त। धम्माधम धान कटाइ भइरहेछ छैटको मुखमा आएर। अब यो नकाटौँ भने पनि सुकेर झरिहाल्छ। अब के गर्नु, समय दिनै पर्छ है, खानै पर्यो। नेपालतिर चाहिँ यस्तो हुन्छ, मजाले कामलाई निरन्तर दिइरहनु पर्छ। हाम्रो यतातिर तराई क्षेत्र चाहिँ माहौल अलि ठिकै छ, रमाइलो हुन्छ तराई क्षेत्र पनि। शीतै रहेछ, शीतै ए अँ त नि है। जस ठुलो बहिनी च्याम्पियन हुनुहुँदो रहेछ काट्नलाई। उयो कालो कालो के लागेको रहेछ धानमा? यो ऊ हो, रोग हो। कोही कोहीमा कस्तो कोही धानमा चाहिँ रोग लागेको रहेछ। यसलाई रोपेर कति महिना लाग्छ फलेर काट्नलाई? 4 महिनामा रेडी हुन्छ है धान। ल हाम्रो यो 4 महिनामा धान रेडी हुँदो रहेछ। तर कुन चामल हो यो, कुन धान हो? ओहो, नाम पनि बाबाबाट सुरु रहेछ यो धानको। त्यही भएर मस्त फलेको छ हाम्रो यता धान। मिठो पनि हुँदो रहेछ चामल यसको। धान कटाइ मस्त भइरहेछ। हाम्रो ठुलो पापाले चाहिँ यो पुरै एक्लैले काट्नु भएको। ठुलो पापा र ठुलो मम्मी मिलेर बुढेसकालमा यति धेरै मेहनत गर्दै हुनुहुन्छ ज्यानलाई एक्सर्साइजको लागि। एक्सर्साइज पनि चाहिन्छ भन्नुहुन्छ हाम्रो ठुलो बुवाले। त्यही भएर बिहानै, म चाहिँ बरु सुतेर बसेको थिएँ, भर्खर उठेर यहाँ भ्लग बनाउन आएको। यहाँ बिहानै उठेर धानहरू काट्दै हुनुहुन्छ। कस्तो मजाले काट्नु हुँदो रहेछ। यदि हजुरहरूलाई तराईतिरको धान कटाइ र तराई हेर्न मन छ भने यो भ्लगमा गएर लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। सो गाइज, किप सपोर्टिङ गाइज। इन्डियामा हुनुहुने सबै दिदी भाइ जो पनि हुनुहुन्छ बस्नु भएको, उहाँले गएर स्वस्ति छेत्री 2058 सर्च गरेर यहाँ हाम्रो तराई क्षेत्रहरू पुरै हेर्न सक्नुहुन्छ घर बसी बसी। सो अरू थर्डको भ्लग पनि आउँछ। र आज यो खेतीपातीको यो धान कटाइ कसरी हुन्छ भनेर मैले देखाइ नै सकेको छु। सो लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई एभ्रिवान।